यो मेरो हातमा भएका साना साना खेलौना जस्तो देखिने यी साना खेलौनाहरू यिनीहरू खेलौना मात्रै हैनन्, यिनीहरूले चाहिँ लाखौं पैसा कमाइरहेका हुन्छन्। अब यो भन्दा तपाईलाई विश्वास नहुन सक्छ, यत्र साना खेलौनाले कसरी लाखौं कमाउँछ त। अब ठुलो ठुलो साँच्चै यो रियल लाइफको ट्रकहरूले त लाखौं कमाउन सक्दैन, ट्र्याक्टरले लाखौं कमाउन सक्दैन भने यस्ता खेलौनाले कसरी कमाउँछ। यो भिडियो अन्तिमसम्म हेर्नु होला, तपाईलाई पनि काम लाग्ने भिडियोहरू छन्। अब यहाँनिर यो देखाएँ, यो हाम्रो टोटल ह्यान्डमेड, मैले आफैले बनाएको ह्यान्डमेड सानो ट्रक, अनि यो चाहिँ ह्यान्डमेडै ट्र्याक्टर। अब यो हामीले चाहिँ खासमा किन बनायौँ भन्दाखेरि हाम्रो युट्युब च्यानलमा चाहिँ यस्ता खालका भिडियोहरू, यस्ता खालका गाडी, ट्र्याक्टर, साना साना खेलौनाहरूलाई प्रयोग गरेर चाहिँ हामी भिडियो बनाउँछौँ। हाम्रो युट्युब च्यानल चाहिँ सानो क्रिएटर छ, यहाँनिर हेर्नु होला। एकचोटि भिजिट गरेर हेर्नुभयो भने यो सबै त्यहाँनिर आउँछ। र यसले लाखौँ चाहिँ कसरी कमायो त भन्दाखेरि त्यहाँनिर चाहिँ हामीले यो ट्रक, ट्र्याक्टर कुदाहरूको भिडियो बनाउँछौँ। त्यो भिडियोमा चाहिँ एउटै भिडियोमा कुनै कुनै भिडियोहरूमा चाहिँ मिलियन्समा भ्युज आउँछ। मिलियन्स भन्दाखेरि पनि तपाईँको 100 मिलियन्स, 200 मिलियनसम्म पनि भ्युज आएको छ। त्यहाँबाट चाहिँ हामीलाई लाखौँमा पैसा आउँछ। र यो सानो हेर्दाखेरि खेलौना जस्तो देखिने चिजहरूले चाहिँ हामीलाई लाखौँ आम्दानी गरिरहेको हुन्छ। अब हामीले यो भन्दै गर्दाखेरि अहिले सोसियल मिडिया जस्तै कि युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम, सबै कुराहरू, यी सामाजिक प्लेटफर्महरू, सोसियल मिडियाहरू हामीले चलाइराख्दाखेरि हामीले हेरिरहन्छौँ, प्रयोग गरिरहन्छौँ। तर यसलाई हामीले उचित प्रयोग गऱ्यौँ, यसलाई चाहिँ हामीले थोरै दिमाग लगायौँ, स्किल लगायौँ र कन्टेन्ट बनायौँ भने जसबाट हामीले राम्रो आम्दानी गर्न सकिन्छ र जहाँबाट हामीले चाहिँ आफ्नो साधारण जीवनबाट चाहिँ माथि उठेर धनी बन्न सकिन्छ। यो हामीले बनाएको ट्र्याक्टर, यो ट्रक, ट्र्याक्टर चाहिँ रियलमा वर्किङ पनि छ। एकचोटि म तपाईँलाई चलाएर पनि देखाइदिन्छु है। यसको चाहिँ यहाँ रिमोट छ, म रिमोट लिएर आउँछु फर्स्टमा। रिमोट छ यहाँ। अब म सुरुमा के गर्छु भने फर्स्टमा म यो ट्रक चलाउँछु है। मैले यहाँ अन गरेँ, यो अन हुन्छ। अब अन भइसकेको छ, ल हेर्नु है। यो चाहिँ यसरी कुद्छ, हेर्नुहोस् ल। तर यो यसरी दायाँ बायाँ पनि मोडिन्छ। अब यसको अर्को विशेषता के छ भन्नुहुन्छ भने यसलाई हामीले यसको हाइड्रोलिकलाई यसरी तलमाथि गरेर सामानहरू, अनलोडहरू, लोडहरू यसरी गराउनु मिल्छ। हामीले चाहिँ यहाँनिर यसरी थ्रेड सिस्टमको रड लगाएर चाहिँ बनाएको छौँ भने अब ठ्याक्क यसरी गर्ने अनि यसरी कुद्छ। अब यो भयो ट्रक। मैले यसलाई अफ गरेँ है त, यसलाई अफ गरिदिन्छु। अब म तपाईँलाई ट्र्याक्टर पनि चलाइदिन्छु है। यहाँ हेर्नु, यो ट्र्याक्टर फुल वर्किङमा छ है, यसरी कुद्छ। यसरी ब्याक। र अब यसको चाहिँ तपाईँको अर्को विशेषता भनेको यसको यो जुन यो छ, यो तलमाथि गर्ने हाइड्रोलिक, यसलाई पनि हामीले चलाउन मिल्छ। हेर्नु है, यहाँ हेर्नु है, बिस्तारो तल गयो, बिस्तारो माथि आयो। र यसरी हामीले प्रपर वर्किङ खालको बनाएर चाहिँ युट्युबमा भिडियो बनाउँछौँ। र यो भिडियो चाहिँ सानो क्रिएटर, यहाँनिर हामीले ट्र्याक्टरमा नाम पनि लेखेको छ, हेर्नुहोस् यहाँ सानो क्रिएटर भनेर। यो हाम्रै मैले आफैले होममेड बनाएको, आजभन्दा 3-4 महिना अगाडि बनाएको यो ट्र्याक्टर। यसको धेरै भिडियोहरू मैले फेसबुकमा पनि राखेको छु, टिकटकमा पनि राखेको छु, गएर हेर्नु होला। र यस्तो साना साना कुराहरूबाट हामीले काम गरेर चाहिँ युट्युबमा भिडियोहरू हाल्छौँ। र 2026-2083 साल लागिसकेको छ। अझै पनि 2083 साल अझै पनि हामीले सोचिरहेछौँ कि युट्युबमा, फेसबुकमा, टिकटकमा अझै पनि हामीले अवसरहरू छन् हैन। कन्टेन्टहरू बनाएर तपाईँले अझै पनि त्यहाँ काम गर्नुभयो, मेहनत गर्नुभयो भने चाहिँ अझै पनि हामीले सुरु गर्दाखेरि भनेको तपाईँको नेपालमा युट्युब बाहेक अरू केहीबाट पनि पैसा कमाउन सकिँदैन थियो। आजभन्दा 4-5 वर्ष अगाडिदेखि सुरु गरेको हामीले मात्र युट्युबमा मात्रै यस्तो प्लेटफर्म थियो भने पैसा कमाउने। अहिले तपाईँको 2026मा आइसक्दाखेरि नेपालमा फेसबुक पनि मोनेटाइज भएको छ र टिकटक पनि। तपाईँले चाहिँ टिकटक पनि कन्टेन्ट मोनेटाइजेसनबाट चाहिँ तपाईँले
के अरे क्रिएटर रिवार्डबाट टिकटकबाट पनि तपाईँले पैसाहरू कमाउन सक्नुहुन्छ भने सबै कुराहरूबाट चाहिँ अहिले सोसियल मिडियाहरूमा चाहिँ धेरै अवसरहरू छन्। यी अवसरहरूलाई चाहिँ हामीले गुम्न नदिकन केही कुराहरू सिकेर आफ्नो स्किल सिकेर होइन भिडियो बनाउन सिक्ने गर्ने धेरै खर्च गर्नु पर्दैन। तपाईँको मोबाइल तपाईँको हातमा चलाइराख्ने मोबाइलबाटै तपाईँले काम सुरु गर्न सक्नुहुन्छ भन्दै धेरैभन्दा धेरै लाइक गर्नुहोला। यो भिडियो तपाईँहरूको लागि मैले बनाएको छु। यस्तै खालका भिडियोहरू जानकारीमूलक भिडियोहरू हेर्नको लागि चाहिँ यो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला।